जस अब सर्टिफिकेटहरु हराए यताउति गरे नि यहाँ आयो भने भन्छ अच्छा खै यो पानी ट्याङ्की निर भन्थे कि त्यहाँ लेखेको छ होला नि बोर्डमा पानी ट्याङ्की त्यो होला भन्दै लाइनमा बसेको थियौँ त्यहीँ फेरि एकै ठाउँ हुनुपर्ने हो त है 12 को त छैन क्या यो चाहिँ के हो त पाठ्यक्रम विकास केन्द्र अरे भ्यालिङ सेक्सन शैक्षिक गुणस्तर राइट साइड भन्ने थियो राइट साइड पानी ट्याङ्कीको राइट साइड भन्ने थियो पानी ट्याङ्की उतो हो के खै ए यो चाहिँ शैक्षिक गुणस्तर परीक्षण केन्द्र यो यहाँबाट क्वेसनहरु दिने उस गर्ने यहाँबाट रहेछ क्या है हामीलाई पठाउने चाहिँ क्वेसन पेपरहरु राइट साइड यही साइड हो यही शिक्षक सेवा आयोग भन्ने यो छ यही त होला नि है यहाँ सोधम अझ माथि हो कि किन रहेछ क्या अझ माथि राइट साइड भन्ने थियो कि यही साइड हो उ त के लेखेको त पाठ्यक्रम विकास केन्द्र अरे यो त होइन यहीँ सोधम न यहाँ पानीपुरी थाहा त हुन्छ होला नि के भन्छन् अरे त्यो उसलाई होइन केन्द्र के केन्द्र भन्छ सोध्न भन्छन् नि आएर चाहिँ कि के राम्रो नि हुन्छ भनेर फेरि भोलि फेरि बस्ने कि 10 के चाहिने कि फेरि है 10 को त छैन होला ट्रान्सक्रिप्ट त यहाँ 10 को ट्रान्सक्रिप्ट हुन्न है अनि यहाँ सोधौँ न खै यता त हो जस्तै लानु 12 को यहाँबाट चाहिँ छात्रवृत्तिहरू उस गर्ने रहेछ यो भवन चाहिँ छात्रवृत्ति वितरण गर्ने फेरि शिक्षा मन्त्रालय जानुपर्छ होइन अझै भ्याइन्छ होला नि अब लाइन कतिको छ होइन अन्त जति छिटो भ्यायो त्यति सजिलो हुन्छ के अरे अब मेडिकल राष्ट्रिय परीक्षा बोर्ड त्यही रहेछ क्या हो होइन के
अघिको राष्ट्रिय पैसा पढाइदिनु त्यो 10 को भयो यो 12 को है तर मेन हामीले त्यो उसमा किताबहरुमा पढ्दाखेरि नि यही कुरा हालिदिएर चाहिँ क्या हो क्या हैन राष्ट्रिय परीक्षा बोर्ड थुप्रै है लाइन अनि कुन सर्भे निकाल्नु पर्यो त्यो निकाल्यो है ल ल ट्रान्सक्रिप्ट एउटा अनि मार्कसिट 12 को सबै निकाल्दिन्छु क्यारेक्टर अनि उस ग्रेड सिट अनि ट्रान्सक्रिप्ट नेपाल राष्ट्रिय पुस्तकालय यहीँबाट 12 को डकुमेन्ट भेरिफिकेसन